सो गाइस अचार चाहिँ हैन सबै त्यो अचार चाहिँ बदम काटेर सबै हामी मिठो अचार बनाएर झोलमा खाने हो कतै के भन्दैन त सकिहाल्यो Hey guys, good evening. Welcome to my new vlog. Hope you guys are fine. तपाईहरु सबैजना सन्चै हुन्छ र म पनि एकदम सन्चै छु। अहिले भनेको च्याटसँग लाएर 5:30 जति भएको छ। घाम पुरै अस्त सकेको छ, चन्द्रमा लागिसकेको छ। यस्तो दामी मौसम चाहिँ हल्का हल्का चिसो चिसो भएको छ हैन। सो आजको भ्लग चाहिँ ट्याग लाएर के छ भने आज चाहिँ ट्याग लाएर हामी होममेड मोमो बनाएर खान आँटेको छौं। सो सबैजना यो भिडियो लास्टसम्म हेर्नु होला के हुन्छ कसो हुन्छ यही भिडियो मार्फत सबैलाई देखाउने छु। एकछिनपछि भेट्छु है त। च्याटसँग लाएर किमा भयो, यतापट्टि भनेको टमाटर भयो, यतापट्टि भनेको यहाँ बोटुकामा ट्याक लाएर लसुन ससुन भयो भने यहाँ भनेको पिठो, यहाँ ढुटो अनि अब हामी यहाँ ट्याक लाएर मोमो बनाएर खान्छौँ है त। सो म एकछिनपछि भेट्छु है त। भनेको मोमो मसला लाग्दैछ, यता पनि त पर पनि मसला दामी तरिकाले यता भनेको यहाँ के पाक्दैछ यता पेस्ट पाक्दैछ। यो के घिउमा इतै न यस्तो छ नि अरू दामी दामी छ। म एकछिनपछि हेर्छु है त। सबै थोक मिक्स भइसकेको छ, सबै मिक्स यता विशेष लागेर सबै मिक्स भइसकेको छ। यहाँ भनेको ट्याक लाएर प्याजहरू छ भने यहाँ भनेको अघि भर्खर ट्याक्क भुटेको छ, भुटेर आएको छ। सो होइन अब बाहिर भनेको यहाँ बेल्नको लागि रेडी हुँदैछ सामान। सो म एकछिनपछि भेट्छु ल गाइजहरु, एकछिनपछि भेट्छु है त। च्याटसँग लाएर किमा रेडी भइसकेको छ। यहाँ टमाटर अनि भर्खर कटिङ गरेर सब रेडी भएको छ। सो अब म है त। यहाँ भनेको च्याटसँग लाएर यहाँ बेल्ने काम हुँदैछ। यहाँ डल्ला सल्ला पार्ने बेल्ने कामहरू हुँदैछ यहाँ च्याटसँग लाएर। सो भित्र चाहिँ के पाक्दैछ झोल खालको हैन, झोल मोमो खानु हैन अनि त्यसपछि बदामहरु काजुहरु सबै थोक हाल्नु है। सब रेडी भइसकेको छ। सो सबै रेडी हुन्छ। भित्र चाहिँ के पाक्दैछ है त। यहाँ भनेको मोमो रेडीको मोमोको किमा रेडी भयो। यहाँ है अघि नै देखाएको यहाँ मजाले पाक्दैछ। यो अचार मजाले पाक्दैछ। सो म एकछिनपछि भन्छु है त। यहाँ भनेको अहिले मोमो बनाउने खतराभन्दा खतरा टेक्निक आइसकेको छ। यहाँ भनेको यस्तो ठुलो बनाउने अनि औतो बटुकाले ट्याक्क काट्ने। अब हेर्नु है त कसरी भन्छ। यत्रो बनाउनु पर्ने हुन्छ। यहाँ भनेको यत्रो बनाउनु पर्ने हुन्छ। आफ्नो जत्रो इच्छा, आफ्नो जत्रो बनाउँदा हुन्छ त्यत्रो बनाउनु। पर्फेक्ट गोलो बनाउन चाहिँ यत्रो पर्फेक्ट गोलो बनाउँछ भने त्यही बनाउँदा हुन्छ। सो सो अब यहाँ हेर्न सक्नुहुन्छ यस्तो गर्ने ट्याक्क गोलो बनाउने हैन। ट्याक्क अलिक थिच्नु न, अलिक थिच्ने अलिक भएन गाइस हैन। धेरैवटा बनाउन खोज्नु भएको रहेछ गाइस। यो एउटा पर्फेक्ट भयो भने हो यसो गर्ने दामी भन्छ गाइस छैन। मोमो बनाउँछ भने यस्तै टेक्निक गरेर बस्छ।
गाइजहरु देख्न सक्नुहुँदैन कस्तो पर्फेक्ट भइसकेको छ नि सब त्यसरी नै गरेको छ सो तपाईहरु यो भिडियो हेरेर त्यसरी नै गर्न सक्नुहुन्छ सो म एक्सन गर्छु है त यहाँ भनेको मोमो बनाउने धमाधम चलिरहेछ हैन गाइजहरु भनेको मोमो बनाउन धमाधम चलिरहेछ सुन्या भनेको भयो अर्को यो अर्को पुटमा सुन्या त बवाल तरिकाले न बनिरहेछ मोमो यहाँ भनेको कतिजना खटेको छ भने 1 जना 2 जना 3 जना 3 जना धमाधम खटेको छ कसैले हाल्ने बनाउने कसैले गर्ने कसैले किमाहरू हाल्ने कसैले बेल्ने सो यस्तै छ ब्लग के कस्तो लाग्यो मुनि ट्याग कमेन्ट बक्समा ट्याग कमेन्ट गरिदिनु होला सो अब एकछिनपछि भेट्छु है त अहिले भने सब रेडी हुँदैछ नि ट्याग लाएर दुईतिर बेल्ने छ नि यहाँ भनेको यो अब यहाँ गोलो बनाउनको लागि यो 3टा न्या भयो भने यहाँ अरू न्या छ हामी चाहिँ यस्तो खाले सेपमा बनाउँछौँ गोलो हैन यो चाहिँ न्या बनाउँदैछ अहिले यो चाहिँ यो कसो छ कमेन्ट बक्समा छोडिदिनु होला म कमेन्ट बक्स अन गरिदिन्छु यहाँ यस्तो बवाल छ नि हैन सो म अब एकछिनपछि भेट्छु है त लाएर है यहाँ चटनी बन्दैछ नि अनि बदामहरू भयो यहाँ काजु भयो यो बदाम भयो भने यता भनेको त्यहाँ पानी बसिसक्यो मोमोको लागि यस्तो बवाल भएर अब यो चटनीमा यो देख्न सक्नुहुन्छ चटनीमा ट्याक लाएर यो हाल्नुपर्ने छ यो दामी छ नि काजु बवाल सो म एकछिनपछि भेट्छु है त अहिले च्याडोसँग ल्याएर न चटनीको लागि यहाँ अचार बनाउनको लागि रेडी भइसकिसक्यो होइन अब यहाँबाट ज्वाइँ आउँछ ओ माइ गॉड यस्तो दामी भइसकेको छ अब यहाँ चटनी यस्तो मिठो पनि हुन्छ नि केटाहरू त्यहाँ के भन्दैछ यस्तो बवाल छ नि यहाँ चटनी सो म एकछिन है त हामीहरूको अचार यहाँ ट्याकसँग ल्याएर यहाँ आइसकिसक्यो यस्तो दामी नै अचार हाम्रो काजु किसमिस सबै हालेको छ सो म अहिले भयो चाडसँग ल्याएर यहाँ मोमो बसाइसकेको छ पुरै अब 10-20 मिनटमा यो मोमो च्याडेर खानुपर्छ सो अब म एकछिनपछि भेट्छु है त गाइजहरु यहाँ भनेको सबै रेडी भइसकेको छ यहाँ मोमोको भइसक्यो भनेको छ भने ट्याकमा त्यो अघि देखाएको मैले सो यहाँ यस्तो कार्यक्रम चल्दैछ सबै यो 50 सब्स्क्राइबर भएकोमा अब म एकछिनपछि भेट्छु गाइजहरु अब यहाँ चाहिँ हाम्रो गन्ने कार्यक्रम चल्दैछ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 वटा छ नि सब रेडी भइसकेको छ अब म एकछिनपछि भेट्छु है त यहाँ भनेको ट्याकसँग लाएर यता पनि मोमो छ सो अब यो मोमो चाहिँ अब एकछिनपछि खाने हो अलिक सिलापछि त्यहाँदेखि मोमो पाक्दैछ सो अब हामी मोमो खाने बेलामा भेट्छौँ है त अहिले भनेको यहाँ रेडी भइसकिसकेको छ यहाँ
लिएर जाऊ ल ल यहाँ भनेको यहाँ चटनी भयो चटनी यहाँ मोमो चटनी अचार लागिसक्यो यस्तो मिठो छ मोमो काजु सबै हालेको मोमो अरे बदाम काजु सो अब हामी यहाँ खान्छौँ अब म भिडियो सेटअप गरेर मिलाउँछु है त अनि मात्रै भेट्छु है त सो अहिले भनेको मैले च्याटसँग लाएर मोमो खान आँटिरहेको छु कि सेटअप चाहिँ मिलेन गाइस सेटअप हल्का मिलेन सो अब म खान्छु हेर्नु है त कस्तो नआएको मोमोको बाफ यस्तो दामी छ तनी खा एकचोटि सो अब म एकछिनपछि भेट्छु है त्यस्तो दामी छ गाइस एकछिनपछि भेट्छु है त सो गाइस हामीले फाइनली मोमो नि खाएर भ्याइसक्यौँ अचार यस्तो पिरो छ त्यहाँ नि केही छैन सो सो फाइनल गाइस हामीले चाहिँ मोमो खाएर नि भ्याइसक्यौँ अचार यस्तो पिरो थियो आशा राख्दछु कि तपाईँहरूलाई यो भिडियो पक्कै नै मन पर्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला सो थ्याङ्क यू फर वाचिङ बाई